common prejudice. पार्वती बिस्तारै बोला न अहिलेको समय धेरै फरक छ हाम्रो पालाको जस्तो छैन नि तपाईं पनि गाडीकै पछि लिनुहोस् यो बुढाको बुढाले हेरी काम गर्नु भयो भए मैले त कहिले होइन काम नसक्नु बिना कता भन्ने लाग्नु सक्यो ए हरिकामा हरि बुहारी छोरी ल खाना खान आऊ आज आमाले यो कार्यक्रम पकाउनु रहेछ उसको पकाउनु लागेको छ माछा मासु छ अहिले धेरै हाल्नु भयो मैले त मेरो बुहारी तिमीलाई मैले माछा मासु झाट्या छैन बच्चा ठुलो भयो भने पाउनु गाह्रो हुन्छ ल त्यस्तै खाऊ है तर स्वास्थ्य गर्ने दिदीले त पसिलो खानेकुरा खाने भन्नुभएको थियो त होला त्यो स्वास्थ्य कर्मीले त के भन्छन् के भन्छन् हाम्रो पालिमा स्वास्थ्य चौकी कहाँ थियो र घाँस काट्न गर्न गएर माछा मासु अन्न पनि खान्थेन त्यही भएर यत्रो छोरछोरीको हुर्काइन् त्यस्तो भनेर होइन कि आमा पहिलाको जमानालाई त धेरै फरक छ कि हाम्रो त परिवर्तन महिला त धेरै ख्याल गर्नुपर्छ नि धेरै पढाइ लेखेर जान्ने भइसक्यो त्यस्तो भनेर होइन नि आमा तपाईँले थाहा पाउनु भएन अस्ति भर्खर पल्ला भएर घर सुनाउनु भयो भनेर खै के हो तिमीलाई थाहा होला एउटा भोलि स्वास्थ्य चौकी डाक्टर जानुपर्ने छ सबैलाई चिन्ता सुरक्षित भएर आउनुहुन्छ मलाई एक्लै गाह्रो लाग्छ भोलि राम्रो जाउँ न एउटा जान त हुन्थ्यो र कोही तर मेरो त भोलि साथीहरूसँग सहर घुम्न जाने परामर्श बनाएको छु त भोलि त म साथीहरूसँग घुम्न पो जाने हो कहाँ स्वास्थ्य चौकी जाने हुन्छ तिमी छिमेकीसँग जाउँ न है हुन्छ त हुन त कहिले पो काम लाग्नु भयो तपाईँ मेरो छोरा हरि हजुर बुवा तिम्रो पनि घरका मिल्दैछ तिमी पनि एउटा जिम्मेवारी लिनुपर्छ बराबर हुनुपर्छ है जिम्मेवारी छोरा ल दाम हामी मेला गर्दैछु हेरौँ फेरि त्यो भाडा स्याहारेर पढ्नुपर्छ अस्ति त बुहारीले के भन्यो त्यो भन्ने रुख्न दुई जग्गा दिन्छ त्यो भन्ने किन सक्छ बोलिहाल्नुपर्छ साथीहरूसँग घुम्न जानु भनेको साथीको नाम फोन गर्नु
एकदमै कम भएछ, त्यसैले हो उहाँ चक्कर लागेर ढल्नु भएको। गर्भवती अवस्थामा हुनुहुँदो रहेछ। उहाँलाई अलिक सजिलो ठाउँमा राख्नुहोस् न है। छोरा छोरीको नाम लगाउनु त पहिले ए होइन त के गर्दा ढल्नु भएको उहाँ? उहाँले घरमा निकै गहुँको काम गर्नुहुन्छ कि क्या हो? यस्तो गर्नु होइन नानी, यतिको त हामीले पनि गर्छौँ। त्यसो भनेर हुन्न नि आमा, अहिलेको जमाना फेरिएको छ। यस्तो अवस्थामा त घर परिवारले निकै साथ दिनुपर्छ, विशेष स्याहार सुसार गर्नुपर्छ नि। अनि मिना, तपाईँले यस्तो किताब स्वास्थ्य चौकीबाट पाउनु भएको थियो कि थिएन? पाउनु त पाएको दिदी, खै कता राखेर त्यस्तो भनेर फाल्नु हुँदैन नि, जतन साथ राख्नुपर्छ। यो किताब देख्दा सामान्य देखिए पनि यसमा धेरै महत्त्वपूर्ण कुराहरू छन्। यो किताब के हो र यसको महत्त्व के छ दिदी? यो किताब चाहिँ मातृ तथा बाल स्वास्थ्य पुस्तिका हो। आमा र बच्चाको लागि स्वास्थ्य र जीवन स्तर सुधार गर्नको लागि तयार पारिएको पुस्तिका हो नि। यसमा गर्भ अवस्थादेखि बच्चा जन्मेको 9 वर्षको उमेरसम्मको आमा बुवा र परिवारको भूमिका सम्बन्धी महत्त्वपूर्ण जीवन उपयोगी सन्देश र सूचनाहरू समावेश गरिएका छन् नि। के हो यसको सबै हजुरले बताइदिनुहोस् न। हुन्छ बुवा, म सबै स्पष्ट पारिदिन्छु हजुरहरूलाई। यसमा गर्भ अवस्था, सुत्केरी अवस्था, बच्चा जन्मिसकेपछि बच्चाले पाउनुपर्ने खोप, वृद्धि अनुगमन, साथै 9 वर्षसम्म बच्चाको पोषण अवस्था, स्वास्थ्य समस्या, स्वास्थ्य स्याहार, साथै वातावरणीय सरसफाइ र व्यक्तिगत सरसफाइ सबै सेवाको विवरण यसमा लेखिएको हुन्छ। हामी त पढे लेखेको पनि छैन, के पनि थाहा छैन। त्यसो भन्ने होइन आमा, तपाईँको घर शिक्षित छोरा बुवाकी छोरी हुनुहुन्छ, उहाँहरूले सँगै बसेर पढेर हजुरहरूलाई सुनाउन सक्नुहुन्छ। यसमा चित्रहरू पनि छन्, जसले गर्दा तपाईँहरू सजिलै देख्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ र सोही अनुसार बुहारीको हेरचाह गर्न सक्नुहुन्छ। अनि नानी, त्यो गर्भ अवस्थामा श्रीमानले के कुरामा ध्यान दिनुपर्छ, घर परिवारले के कुरा ध्यान दिने, अनि तयारी के गर्नुपर्छ, सबै कुरा यो पुस्तिकामा लेखेको छ नि दाइ, एकदम राम्रो प्रश्न गर्नुभयो। यस्तो अवस्थामा श्रीमानले श्रीमतीलाई घरको काममा सहयोग गर्ने, पोसिलो खाना, साथै पर्याप्त मात्रामा आरामको व्यवस्था मिलाइदिनुपर्छ र आपतकालीन अवस्थामा अस्पताल लैजानु परे यातायात र पैसाको बन्दोबस्त पनि मिलाइदिनुपर्छ। अनि नानी, यस्तो अवस्थामा सुत्केरी भइसकेपछि सुत्केरी र बच्चाको कसरी स्याहार सुसार गर्ने त्यो पनि बताइदिनुहोस् न। यो पनि त्यो कुरा पनि लेखिएको छ आमा। सुत्केरी भइसके पछाडि 1 घण्टाभित्र स्तनपान गराउने, अनि बच्चालाई न्यानो पारेर राख्ने, नाइटो सुक्खा राख्ने, सुत्केरी आमालाई झोलिलो पोसिलो खानेकुरा खुवाउने, साथै स्वास्थ्य संस्थाबाट दिनुभएको आइरन चक्की, क्याल्सियम जस्ता औषधिहरू नियमित रूपमा खुवाउनुपर्छ। एकदमै तिनी कुराहरू पनि सबै छन्, चित्र सहित नै लेखिएको छ। खतराका लक्षण जस्तै धेरै रगत बग्नु, धेरै टाउको दुख्नु, पेट दुख्नु, उच्च ज्वरो आउनु, हात खुट्टा मुख शरीर सुन्निनु, पानी फोका फुट्नु जस्ता लक्षण देखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। यदि सुत्केरी प्रसव व्यथा लागेको छ भने तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजाने अथवा 102 मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ। नानी,
यो त महत्त्वपूर्ण किताब पो रहेछ त, लाल फुट्दा जस्तो पो रहेछ, यसलाई त घरमा सुरक्षित साथ राख्नुपर्ने रहेछ होइन? हो नि दाइ, एकदमै महत्त्वपूर्ण छ यो किताब। जसरी तपाईँहरूले आफ्नो नागरिकता, लाल पूर्जा, विवाह दर्ता जस्ता कागजात राख्नुहुन्छ, त्यसै गरी यसलाई सुरक्षित र सम्हालेर राख्नुपर्छ, जसले गर्दा तपाईँको बच्चा 18 वर्ष पुरा गरिसके पछाडि तपाईँहरूले आफ्नो छोराछोरीलाई कुनै अवसर पारेर उपहार दिनुभयो भने उहाँहरूले आफूले भोगेका समस्या, आफूले पाएका सेवाहरू सबै आफै हेर्न सक्नुहुन्छ र आफै जतन गरेर राख्न सक्नुहुन्छ नि। नानीले त हाम्रो त आँखा खुलाइदिनु भयो पार्नाले। हाम्रो जीवनमा त यति दुःख गरेर बितायौँ, अहिलेका नानीहरूले यस्तो दुःख नपाउनु पार्दैन। हो नि, मैले त आफ्नो भोगाइलाई नै सत्य ठानेछु। अब मेरो बुहारीलाई मैले भारी काम पनि गर्न दिँदैन, कोसिलो खानेकुराहरू खुवाउँछु। म पनि मेरी श्रीमतीलाई अहिलेसम्म निकै दुःख दिएको रहेछु। मोबाइल हेरेर बस्ने, कहिले कहिले चाहिँ टाइम नदिने, स्वास्थ्य पनि नजाने, स्याहारसुसार पनि नगर्ने ठुलो गल्ती गरेको रहेछु। अबदेखि म आफ्नो प्यारी श्रीमतीलाई सधैँ माया गरेर राख्नेछु, समय समयमा हस्पिटल राख्नेछु। आहा, कति राम्रो कुरा गर्नुभयो हाम्रो हरि दाइले। सबैको श्रीमानले यस्तै बुझ्ने हुनुपर्छ र आफ्नो श्रीमतीलाई गर्भ अवस्थामा साथ दिनुपर्छ। अनि यो किताबको एउटा अर्को राम्रो पक्ष पनि छ नि, त्यो भनेको यसमा गर्भ अवस्थादेखि 9 वर्षसम्मको आमाहरूले आफ्नो यो अवधिभर चाहिँ के समस्या आए, के अनुभवहरू बटुल्नु भयो, आफ्ना मनमा लागेका कुराहरू यो किताबको पछाडिको पानामा लेख्न सक्नुहुन्छ। हो नि, त्यसैले त भनेको यो किताब च्यात्नु हुँदैन, फाल्नु हुँदैन, यसलाई जतन साथ राख्नुपर्छ। यदि कारणवश हराइहालेमा नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीलाई अथवा महिला स्वास्थ्य स्वयंसेविका दिदीहरूलाई सम्पर्क गरेर जानकारी दिनुपर्छ। हुन्छ नानी, म पनि अब श्रीमतीले भोलि नै स्वास्थ्य चौकी ल्याउनेछु र यो किताब पनि सँगै लिएर आउनेछु। नानीले धेरै धेरै धन्यवाद। हुन्छ दाइ, हजुरहरूलाई यो किताब पढिसकेपछि केही प्रश्न जिज्ञासाहरू आए भने हजुरहरूले नलजाइकन नहिचकिचाइकन स्वास्थ्य संस्थामा गएर स्वास्थ्य कर्मीहरूलाई सोध्न सक्नुहुनेछ। हुन्छ त, अब छुट्टी भाइ। ओहो, हजुरहरूसँग कुरा गर्दा गर्दै मलाई पनि निकै बेर भइसकेछ। हरि दाइ, भोलि आफ्नो श्रीमतीलाई समयमै स्वास्थ्य संस्था लिएर आउनुहोला अनि यो किताब ल्याउन नबिर्सिनु होला है त। हुन्छ नानी। हुन्छ नानी, ल धेरै धन्यवाद छ नानी। अब बुहारीको राम्रोसँग ख्याल गर्नुपर्छ। बुहारी स्वस्थ भएको नानी किन स्वस्थ जन्मिन्छन् त। मातृत्व तथा बाल स्वास्थ्य पुस्तिका सधैँ साथमा आमा र बालबालिकाको स्वास्थ्य तपाईँले